फेरि म सुन्दिनँ म कसै कुरा पनि सुन्दिनँ म गएँ मारामार गरेको र करार गरेको नभए कुरा ठुलो मान्छेले भने कुरा सुन हेर ज्वाइँ हामीले किनभने ज्वाइँलाई पहिलादेखि तिमीलाई छोरा र ज्वाइँमा हामीले केही फरक गर्दैनौँ है किनभने हामीले प्रेम भनेर अनि हामीले मैले भनिरहेको छु पहिलेदेखि भने देखाउँछौ त चर्को छोड नगर न चर्को छोड नगर के चर्को छोड नगर ठुलो दाउराले हाने भन्न ठुल्ठुलो दाउराले हाने भन्न अरू केही अनि त्यसरी चाहिँ झगडा गर्ने समाजको सबैको घर हो जहाँ बसेको छौँ त्यही घर हो जहाँ बसेको छौँ त्यही समाज हो जतिकै छ अलिअलि कुटेछ केही फरक पर्दैन यस्तो सामान्य जहिले पनि भइरहन्छ क्या हाम्रो यहाँ त्यस्तो यो समाजको छेउमा बसेर त्यही त 3 चोटि भइसक्यो अब यो लास्ट हो भन्न लास्ट हो यो कहिले भएको मान्छेहरू यसरी झगडा गर्छन् के गर्छ गर्दैन त्यो विचार गर्नुपर्छ भाइ अनि विचार गर्नुपर्छ हामीले होइन आफ्ना परिवारलाई सम्पन्न भएन अहिलेको थाहा छैन यति बेला त सबैजना समाजहरू बस्दाखेरिमा हामीले कसरी बस्नुपर्छ श्रीमतीलाई कसरी प्रेम गर्नुपर्छ श्रीमानलाई कसरी छोराछोरीलाई हामीले कुटेर मात्रै छोराछोरी बनिँदैनन् नानीहरूलाई प्रेम देखाएर पनि नानीहरू हुर्काउन सकिन्छ बढाउन सकिन्छ पहिलाको जमाना होइन यो है तर पनि अब कुट्नु भयो तपाईँको छोरा अनि तपाईँको छोरा हो अब तपाईँको श्रीमती हो तर पनि समाजले देख्दाखेरि कुट्दै पछाड्दै त्यही छोराछोरी मेरै हो श्रीमती मेरै हो त्यही भएर त म चाहिने कुरा गर्छु होइन चारो गर्छु तर मैले कुट्नु भनेको नि मैले घाँटी माछाटीमा न्याकेको छैन मैले यतातिर जा भन्दाखेरि त्यो आफै ठोकेर जस्तो भएको हो अरू चाहिँ होइन त्यस्तो कुरा नगर ल सुन्न भिडियो गर्दैछौ हैन यहाँ भिडियो ल भिडियो यहाँ देख यो के हो अहिले त्यस्तो न्याक्ने भने गर्ने भएदेखि त अर्कै कुरा भइहाल्थ्यो कस्तो गति छाडा हैन तपाई को गति छाडा हो कति चोटी गरिसके यस्तो हाम्रो यो बनाएर यहाँ उल्टे भिडियो बनाउँदै उल्टे छाडा हो के छाडा तपाईलाई पनि तपाईँ 3 चोटि आएर बस्नुभयो तर म यसलाई चाहिँ हैन म चाहिँ अब बाहिरको मान्छे हो यो पनि बाहिरको मान्छे हो यता यस्तो पनि पोस्ट पनि हान्दिएको छु हाम्रो चेलीबेटीहरुलाई तपाईले त्यस्तो गर्नु भएको छ क्या आन्टीहरु आउनु सबै यहाँ देखा आन्टीहरुलाई पनि थाहा छ हो देखाउनु त हैन आन्टी आउनु थाहा छ आउनु हे आउने यता भित्र तिमीहरूले भनिरहनु पर्दैन के ज्ञान आयो अरे एक्लै भयो अरे एक्लै भयो अरे भिडियो बनाउँदैछ ज्ञान म चाहिँ अहिले यहाँ एक्लै छु त्यही भएर एक्लै छ केही पनि बोल्न पाउँदैन सक्दैन भनेर अहिले यहाँ चाहिँ अब आफ्नो मुसी गरिरहेको छ त्यही त हो मलाई मेरो कुरा राख्नु दिएको छैन होइन तपाईले त्यो भिडियो गरेर उयो गरेर त होइन अघि म अब क्यामेरा अन नहुँदा त अब कस्तो तरिकाले आएको थियो मलाई थाहा छ त्यति बेला म चाहिँ अब उमा थिएन भिडियोमा थिएन त्यही हो देख्ने मान्छेहरू पनि छन् तपाईँलाई कसैले चलाएको छैन नि त हाम्रो प्रश्न भनेको यति मात्र हाम्रो चेलीबेटीलाई हाम्रो दिदीलाई गाउँको दिदीहरूलाई यस्तो गर्दाखेरि तपाईँको दिदी बहिनीलाई गर्दाखेरि सबैको घरमा झगडा हुन्छ थाहा छ हाम्रोमा यस्तो मान्छे कदर दिने मिल्छ सारी कदर दिँदै मिलेन नि त्यसरी नानीलाई चाहिँ किन कदर दिनु पर्यो क्या बाबुआमा भइसकेपछि नानीहरूको यसरी तपाईँले गर्दाखेरि नानीहरूको मनोबल भन्दै जाँदैन मेरो भाइ तिमीले अघि मलाई हप्ता सप्ताह के भन्दैछ होइन तिमी बाहिरको मान्छे नबोलेकै राम्रो हो तिमी बाहिरको मान्छे म जोसुकै हो तिमीहरूलाई किन चाहियो तिमीहरूले के गरिदिनु तिमीहरू मेरो भातको भाँडामा चामल भर्दै छ नदिएको हामीले तपाईँले चामल ल्याउनु भएको छ मैले ज्यामी काम गरेर मैले बेलचा चलाउँदा मात्रै त्यो कमाएको हुँदैन कि कमाउने तरिका धेरै हुन्छ अर्को पनि गर्छ बुझिस् छालै उक्किएछन् फोटो खिचेर राख्नु तरिकाले देखाएपछि कि सबै देखाउनु पर्छ है यता सुनाउनु उता पनि देखाउनु नि
एउटा कुरा हुन्छ यो नानीहरू मेरै आँगनमा हुर्केको भन्दा नै हुन्छ हो कि न अब मेरो एउटा नातिनीसँग खेल्छ यहाँ पनि आउँछ उहाँ पनि खेल्नु जान्छ अब मेरो नातिनीले पो गल्ती गरेर भाइले नानी कुर्दै ल्यायो कि भने मलाई त कस्तो मनमा चिसो त पस्यो नि त मलाई पनि अनि म पनि ओइ नानी तैँले के गरिस् भाइले त कुटिस् कि क्या हो तैँले गर्छ क्या हो बडाले लगमा कुर्दै नानीहरू भने मैले त केही गरेको छुइनँ अनि अब त्यसमा अब घरमा के निस्क्यो देखाइरहेको छु तिम्रो त्यो भन्नै पर्दैन अलि भररी गरेर हेर्दा पनि हुन्छ कि किन भेटेदैन अडियो आइरहेको छ नि ठिक छ नि त लु तपाईँको चाहना चाहिँ तपाईँको एकचोटि भनाइ चाहिँ भन्नु त लु तपाईँले किन त्यसरी नानीहरूलाई तिमीहरूलाई किन भन्नु पर्यो म भनिहाल्छु नि अनि यत्रो उहाँ मम्मी बुढी बोजू आउनु भएको छ भन्नु उहाँलाई भन्नु न तिमीहरू बाहिरको मान्छे चुप राख्नु तिमीहरू हामी त सासु हो अब किन बोलाउनु होइन मैले चाहिँ किन बोलाउनु भनेको भने नि अब यस्तै भइरहेछ योसँग 3 पटक भइसक्यो मैले यो हुनुभन्दा अगाडि नै मैले कतिचोटि भन्छु भने यस्तो हुँदैछ पछि नराम्रो हुन्छ कि नराम्रो हुन्छ यस्तो नराम्रो रूप लिन्छ यस्तो नगरौँ यस्तोलाई अब आउनु नदिने हुँदै अब राम्रो हुन्छ यस्तो कुरा नगरौँ भन्दाखेरि मैले भनेको कुरा सुन्दैन अनि खालि ऊ आफ्नो लिडे ढिपी गरेर बस्छ होइन अनि पछि चाहिँ अब यस्तो आउँछ कि यस्तो अवस्था आउँछ अनि त्यसपछि कस्तो कुरा भेन भन्नु त ल कस्तो कुरामा चाहिँ ल तपाईँले नराम्रो हुन्छ भन्नुभयो अरे त्यो कुरा चाहिँ तपाईँले यस्तो कुरा मात्रै भनेर हुँदैन नि त उसलाई कुट्नुको कारण यसलाई कुट्नुको कारण त्यो प्रश्न चाहिँ बताउनु नि त मैले कुटेको छैन यसलाई मैले यिनीहरूलाई डर देखाउनुको लागि यिनीहरूलाई मैले मलाई त छ्यामा छुटाउनु गएको त मलाई त यस्तो गरेर त को मेरो बुढी हो त को भनेर मलाई त छ्यामा उयो गरिदिएको चाहिँदो कुरा बोल होइन चाहिने कुरा होइन नाटक छौ भने म छुटाउनु पाउँदिनँ होइन ए मेरो बच्चा हो मलाई पनि त माया छ नि तिमीहरूलाई भन्दा पहिला मलाई माया छ मलाई माया छ तर तपाईँले यसो चालेर पछाड्नु त पाउँदैन नि त भेना पछाडेको भए त मर्दैन थियो आन्द्रा बुढी निक्लिँदैन थियो पछाडेको भएदेखि तपाईँको कुटाइ पछाडे भए त आन्द्रा बुढी निक्लिन्छ लु निकाल अहिले पछाडे भएदेखि कमसे कम पनि रातो पिरो हुनुपर्ने खै कहाँनिर चोट लागेको छ देखाउ लु कान सान त्यस्तो अहिले उयो नगर्नु नि भेना मैले कहिले कान पक्रेको छ कहिले कान तिम्रो छट्टु होइन क्या त्यो हुन्छ नि उयो गरिसकेपछि भिडियो बनाउने यताउता त्यस्तो हामी छट्टु छैनौँ भेना हामी भनेको सोझो मान्छे सोझो तरिकाले कुरा गर्छौँ भेना हामी तपाईँ जस्तो त्यो उयो छैन क्या भेना बुझ्नुभयो अनि के हुन्छ भने अब यहाँ चाहिँ अब मैले खुकुरी भनेर भनेको छैन है अरूले त के सुन्छ अब नभएको कुरा पनि भन्छ मैले किन खुकुरी दिएको भन्ने त्यस्तो होइन क्या त्यस्तो मैले किन गर्नु जे पनि भन्छ नि अब यहाँ अहिले म एक्लै छु अब मेरो कोही पनि छैन यहाँनिर अब हामीले त जे पनि भन्छ नि त्यस्तो हो त्यस्तो तपाईँले जे पाते भन्छ त्यस्तो होइन खुकुरीले त्यो पनि भनेको छैन मैले त्यस्तो हेर्नुहोस् छेमा मैले त्यो खुकुरीले चाहिँ केही पनि मैले भनेको छैन होइन त्यस्तो केही पनि मैले भनेको छैन नभएको कुरा नगर्नु अब तपाईँहरू ठुलो मान्छेले जे भन्दा पनि हुन्छ त्यो सधैँ हुन्छ भनेर त्यस्तो लागेर बोल्नुहुन्छ भने बोल्नुहोस् होइन तर मैले चाहिँ त्यस्तो भनेको छैन कि मैले आफ्नो बच्चाहरूलाई अब डर देखाउनुको लागि अब मैले अब होइन पाटापिटा गरेँ अब मैले चाकतिर मैले ट्याक्टर हिर्काएँ त्यो तर मैले त्यो काट्छु मार्छु त्यो पछार्छु त्यो गरेर केही पनि कान पक्रेर उचालेको पनि होइन त्यो नभएको कुरा होइन उनीहरूले त भनिहाल्छ नि कानमा उक्रिनु भयो यत्रो बच्चा कान तान्दाखेरि कान चुनिँदैन मैले कति बेला खुकुरी खोजेँ ल मलाई चाहिँ त्यो कुरा थाहा छैन अब तपाईँहरूलाई थाहा छ भने त्यो अलग कुरा हो त्यो कुरा मलाई थाहा छैन
अब यहाँ सुन्नुहोस्, अब 3 पटक आजसम्म गएर 3 पटक भइसक्यो यस्तो झमेला भएको। अब होइन, अब को कता जाने, अब त्यो बिस्तारै हुन्छ, प्रोसेस बिस्तारै हुन्छ होइन। अब त्यस्तो अहिले किन गर्ने यो ठाउँमा चाहिँ अब बिस्तारै कुरा भन्नु भने पनि होइन, म अब एउटा कानुनी हिसाबले म जान्छु। अब म चाहिँ होइन, अब के गर्ने उसले अब खासमा मेरो घर चाहिँ अब गाईघाट हो। अब बिहे गरिसकेपछि अब त बुढीले त अब बुढाको भइसकेपछि त अब होइन, अब घरपट्टि हेर्नु पर्यो। उसले यहाँ बस्नुको कारण यस्तो हो कि अब ऊ चाहिँ गाईघाटमा बस्यो भने उसको दिदी भाइहरू अब सबै बाहिर छ, यहाँ आउँदाखेरि बस्ने ठाउँ छैन, त्यही भएर उसले यतातिर अब घर बनाउने चक्कर त्यो हो। अनि म उतातिर बसेँ भनेदेखि अब मेरो भाइहरू दिदीभाइहरू दाजुबहिनीहरू यस्तो अलपत्र हुन्छ भनेर उसले यहाँ बस्नुको लागि त्यो घर बनाएको। मैले त्यो पनि त्यहाँसम्म मैले साथ दिएँ, तर अहिलेसम्म केही पनि बिग्रेको थिएन। अब त्यो उसको खुसी हो। अब मेरो घर छ, अब कानुनी रूपमा अब ऊ मेरो श्रीमती हो, बच्चाहरू 2टा छ, छोराहरू। अब म यहाँ मेरो त यो होइन घर। अनि उसो भएदेखि अघि नै किन भने त तेरो घर यो होइन, तेरो अधिकार छैन, निस्केर गइहाल त भत भनेर चाहिँ किन भने त्यति बेला। अब यो पनि होइन भनेको भन्छ। अनि त्यो हो के त्यो अनि अब म यहाँ बस्नेवाला होइन। अब ऊ मेरो बुढी हो, मेरो छोराहरू हो। म यहाँबाट जाँदाखेरि मेरो बुढी र छोराहरू म लिएर जाने हो। यहाँबाट जाँदाखेरि अब जानु मान्दैन, उतातिर बस्नु मान्दैन। अब मेरो कोही पनि होइन, तिमीहरू कोही छैन, म उता जाँदिनँ भन्छ भने कानुनी रूपमा मलाई डिभोर्स चाहियो। म यही भन्छु, कानुनी रूपमा मलाई डिभोर्स चाहियो। अब जाँदाखेरि अब जाँदैन भने होइन, ऊ अलग बसोस्, म अलग गरेर खान्छु नि। कानुनी उसमा चल्ने हो, अहिलेको लागि मेरो त्यही हो। भेना पनि कानुनी हिसाबले हिँड्ने अरे, म पनि कानुनी हिसाबले हेर्छु। तर अघि मेरो दिदीलाई त यसरी हिर्काएको छ होइन, भाइलाई हिर्काएको, नानीलाई हिर्काएको छ। म त कानुनी मैले हिर्काएको छैन। अब त्यो उतातिर अब आफै ठोकिएर अब कतातिर ठोकियो, अब त्यो म जान्दिनँ। मैले हिर्काएको छैन। तेरो बाबुमाइती यहीँ छ भनेर त चर्कोसोर नगर के, चर्कोसोर नगर। आइमेमा नापिस राजकुमारमै हो, राई हो, मैले राजकुमारमै हो। नापिसको कुरा नगर्नु तपाईँ गति छाडा, जहिले गति छाडा कुरा नगर्नु, बुझ्नुभयो होइन? राजकुमार छोडिदिनु भएन। म कानुनी हिसाबले गर्छु यो चाहिँ होइन। अति भछामा यसले 3 चोटि कुटिसक्यो होइन, 3-4 चोटि यस्तै हो। अब भन्नुहोस्, अब गार्जेन चाहिन्छ, त्यही भएर मैले अब अलि जेठो पातो बुढा पाको भनेको तपाईँले नि हो। त्यही भएर मैले भनेको अब म चाहिँ अब मेरो स्वास्नी छोराहरू लिएर म घर जान चाहन्छु। अब ऊ जानु चाहँदैन भने अब ऊ आफ्नो खुसीले गरी खाओस्, म आफ्नो खुसीले गरी खान्छु। तर मलाई चाहिँ अब डिभोर्स चाहियो, कानुनी रूपमा डिभोर्स चाहियो। रेकर्ड होइन हो, लाइभ हो, लाइभ हो। कहाँ थिच्यौ? लाइभ छ, लाइभ छ। म किन झुटो बोल्ने, किन खर्च दिने? म त यहीँ भन्छु के, लाइभमै भन्छु, म झुटो बोल्दिनँ। म झुटो बोल्दिनँ। यहाँ मैले उहीँ गाईघाटमा स्कुल लाउँछु भन्दाखेरि ऊ नआउने, आफ्नो खुसीले यहाँ बस्छ भने ऊ जतातिर गएर बस्छ, म त्यतातिर म खर्च पेल्नु सक्छु त। किन म खर्च पेल्ने? अब उसले यहाँ अब घरमा रुम थप्ने अरे, कोठा थप्ने अरे, किचन बनाउने अरे। अब त्यसमा अब मैले खर्च गरेन भने ऊ ठुस्किने। मैले किन, मेरो घर छैन, मेरो बस्ने ठाउँ छैन र म यहाँ खर्च गर्छु? मैले किन त्यसरी गर्नु? तर उता राय त त्यही हो नि त, ठुस्किने कारण निखोज्ने कारण नै त्यही हो। त्यस्तो हो के। अब मैले यहाँ सघाएन भनेर ऊ ठुस्किने अरे, पैसा पेलेन अरे ठुस्किने अरे। हिँड्नु यताउता त मैले लिएर हिँडेकै छ। त्यस्तो हो के। किन मेरो आफ्नो घर छैन, मेरो गरी खाने ठाउँ छैन र म यहाँ पैसा खर्च गर्छु? दिदी म त होइन लाइभ गर्नु, तर 3 जोडी भइसकेको छैन होइन। 3 जोडी सबैको कुरा छ, जो काटेको छैन, सबैको छ। 3 जोडी कुटिसक्यो यसलाई। त्यही त म सुन्नुहोस्, पहिला मलाई बोलिसक्नु दिनु अनि आफ्नो कुरा राख्नु, त्यस्तो हो क्या।
कहाँ छादिस कहाँ छादिस हौ कहाँ छादिस कहाँनिर छादिस ल त्यो छादेको भिडियो लिएर आइज नचाहिँदो कुरा गर्छु चाहिने कुरा बोल्नु हो चाहिने आइमे मान्छेले भएर आइमे मान्छेले जे बोले पनि त्यो सधैँ हुन्छ सदर हुन्छ भन्ने होइन के बोला न म पनि भन्छु किन भन्दिनँ तपाईँलाई यहाँ विषयमा तपाईँलाई यो जुन कुरा गर्नुभयो नि तपाईँले उहाँ मेरो फ्यामिली हेरोस् ओरोस् भन्ने यत्रो समयसम्म किन त्यो गरेन भन्ने कारण पनि त हुन्छ होला नि त होइन त के गरेन भन्ने हाम्रो चेलीलाई तपाईँले दिन रात यो आजको मात्रै कुरा हो तिमीहरूको कुरा छोड्छिन् म तिमीहरूको कुरा तिमीहरू बाहिर मान्छे जस्तो मान्छे आएर उयो नगरेको त होइन नि अनि अरू मान्छेहरू बोल्दाखेरि माइतीको अगाडि कसैलाई त्यसरी सुन्दैछु पहिला मेरो कुरा राख्नु दिनुहोस् अनि तपाईँहरूको कुरा भन्नुहोस् न अनि सुनिहाल्छु नि किन नसुन्नु पहिला नम्बर अरूको कुरा कस्तो के बोल्दैछ त यसले भनेर होइन पहिला के भयो भन्ने कुरा मैले कुरा त राख्नु पर्यो नि अब मेरो कुरा नसुनिकन तपाईँहरू चाहिँ अनि के कुरा भन्नुहुन्छ भन्नु त पहिला मेरो कुरा त सुन्नु पर्यो नि मैले भन्नु पर्यो नि त अब यस्तो यस्तो भएको भनेर मैले भन्नु पर्यो होइन मैले भनिसकेपछि नि अनि तपाईँहरूले निचोडमा चाहिँ कुरा भन्ने हो अब मेरो कुरै नसुनिकन अब तपाईँहरू आफै अब के भन्नुहुन्छ अनि मैले के सुन्नु होइन मैले कतिचोटि जोगाएँ भन्ने कुरा थाहा छ कि नबोल त्यही त अब भइहाल्यो नि अब बकाइदा अब कानुनी रूपमा जाने हो अब भइहाल्यो नि त के चाहियो रहेन क्या यो त बाध्यता बाध्यता हो बाध्यता हो क्या बाध्यता हो अरू केही होइन सहयोग त कसले छ कति छ अब थाहा हुन्छ अब कानुनी रूपमा जाउँ हामी अब मैले केही गर्नुपर्छ म त्यो गर्न तयार छु भनेको छिमेकी मान्छे हो हामीले त्यही अनुसार भनेको तपाईँलाई यहाँ सबैलाई तपाईँलाई अपमान गरेर कसैले राखेको पनि छैन हेर्नु तपाईँलाई सम्मान इज्जत दिएर राखेको हो कसले केही गर्दैछ अघि भतुवा भन्ने चाहिँ को हो मलाई थाहा छ नि अब अनुहार चाहिँ अहिले म यहाँ देखिरहेको छु बाहिरको मान्छेले म जेसुकै हो कि घरको मान्छे बाहिरको मान्छेले त्यो बोल्ने कुरो आउँदैन सम्झाउने पनि एउटा तरिका हुन्छ बुझेको हो सम्झाउने कुरा छ सम्झाउनको लागि छोपेर आइँदैन होत्र्याइँदैन त्यसरी होत्र्याइँदैन सम्झाउँदाखेरि छ क्या सबै मास्ने हो सबै मास्ने हो अनि त पनि गर्न मैले त भनेकै हो अब तँसँग जिन्दगी चल्दैन मैले पहिले भनिसकेको किनकि मैले पटक 3 पटक भइसक्यो मैले सम्झाएको यस्तो हुनु हुँदैन यस्तो गर्नुपर्छ भन्दाखेरि हुँदैन भने तै उ गर्ने अनि मैले के गर्ने अब भिरबाट लड्नेलाई राम्रो भन्ने हो कि काँधमा हाल्ने होइन यस्तो हो मैले नि खोजेको होइन कि यो अति हुनु भन्दाखेरि अब छुटेर बस्ने ठिक हुन्छ कि मेरो पनि भनाइ त्यही हो छेमा मैले के भने नि अब हाम्रो कुरै मिल्दैन म एउटा कुरा भन्छु त अर्को कुरा सुन्छस् अनि मसँग उफ्रिन्छस् अब अलग भएर बसु भन्ने हो कि मेरो पनि अलग भएर बस्नु तेरो के चाह यसलाई अब म गरी खान पनि दिन्न मरिजान पनि दिन्न भन्ने त बनाउनु भएन नि त्यस्तो पार्नु त भएन नि गर्नु त परिहाल्यो नि त नि गर्नु परिहाल्यो नि के मैले बिटा दिनुपर्ने हातमा बिटा अब दोकानबाट अब होलसेलबाट ल्याउने बेलामा लिएर आएकै छकाएर के भयो त त्यस्तो कुरा नगर के हामीसँग पनि थाहा छ ट्रान्जेक्सन गरेको पनि सबै कुरा थाहा छ के त्यति नगर्नु अब लगा म त तयार छु अहिले नि लगा के गर्नुपर्छ लगा ल मैले जिउ छाडेको होइन छेमा मैले यसलाई कति पटक भनिसक्यो मैले जिउ छाडेको होइन मैले जिउ छाडेको भए त के हुन्थ्यो नि मैले जिउ छाडेको होइन के अब यो त अति भयो अब हामी गरेर खानु पनि सकिँदैन मरेर जानु पनि सकिँदैन बरु अलग भएर आफ्नो आफ्नो खुसीले बाँचौँ भन्ने हो क्या मेरो चाहिँ इस्यु त्यही हो
दिलले जुन अघि कुरा गर्नु नि तपाईँले किचन तिमीहरू बाहिरको मान्छे त्यो हल्ला नगर तिमीहरू बाहिर कुरा मान्छे नभएको बढाउनु भनेर नराम्रो तपाईँले मेरो घर अलरेडी छ घर छ किचन छ सबै कुरा मेरो अलरेडी छ म यहाँ किन खर्च गर्छु म अनि किन नगर्नु म किन खर्च गर्छु भन्नु त केको लागि बुढाबुढी भयो त अनि यस्तो के त्यस्तो होइन अब छोराछोरी हो तर म आफ्नो ठाउँमा आफ्नो घरमा खर्च गर्छु नि म दुधीपट्टि खर्च गर्न सक्छु अब तैँले यहाँ पनि घर बनाइदिए त्यहाँ गर्दै म खर्च गर्छु लु सुन्नु लु हेर्नु त अनि यस्तो भएपछि नि अगाडि सर्छ अगाडि जिन्दगी यस्तो होइन कि अब जिन्दगी छोडिदियो अब सकिसक्यो तपाईँको ससुरालीपट्टिबाट दिदीपट्टिबाट तपाईँलाई कुनै सरसर कहिले आएको छैन त्यस्तो कुरा म जान्दिनँ त्यस्तो कुरा म जान्दिनँ दुई तर्फी हुनु परेन यस्तो भने यसले भने जस्तै मेरो हातमा दिएको छ त्यस्तो कुराहरू श्रीमती भएर ए घरको बिगार बुढीले चलाउँछ उनीहरूले चलाउँछ त्यो कुरा तिमीहरूले सिकाउनु पर्दैन कि तिमीहरू बाहिरको मान्छे कुरा नगर यहाँ ऊ यस्तो पो भन्छ बाहिरको मान्छे हो भने हाम्रो यसरी गाउँको दिदी बहिनीहरू त्यसरी कुटेर ओरेर हुन्छ त्यसरी तपाईँलाई त्यस्तै उयो कानुन छ कि तिमीहरू बाहिरको मान्छे नबोल्न हामी अब हाम्रो घर परिवारमा मिलेन भने अब हामी कानुनी रूपमा जान्छौँ तिमीहरू बाहिरको मान्छेले आएर सिकाउनु पर्दैन कि तपाईँको दिदी बहिनीले तपाईँ बोल्नुपर्छ 4 जना मान्छे छ अलरेडी तर चाहिने कुरा बोल्नुपर्छ कि छिमेकी समाजकै लागि त त्यही त यस्तै बेला चाहिन्छ नि समाजको लागि हो एक्लै मात्र जङ्गलमा गएर बस्नु यहाँ सुन्नु हो हो अब कता कता गइन्छ अब मिल्ने मान्छेले समाजले बोलेको कुरा नसुने मान्छे जङ्गलमा गएर बस्नुपर्छ नभए समाजमा बसेपछि समाजले भनेको कुराहरू सुन्नुपर्छ समाजलाई हेर्नुपर्छ तल घरको मान्छे कसरी हिँड्दैछ मान्छे अर्को मान्छे समाजले के बोल्दैछ मेरो बेइज्जत हुन्छ कि मेरो परिवारको बेइज्जत हुन्छ कि भनेर भन्नुपर्छ सामाजिक सञ्जालमा यसो गरी हिँड्छ त अनि त्यस्तो होइन बेइज्जत छ भने भयो भोलि छोरा होइन इज्जत चाहिँ कहिले थियो र हो इज्जत चाहिँ कहिले थियो र थिएन अरे हाम्रो तिम्रो बेइज्जत छ तिमी इज्जती छौ भनेर हो यस्तै हुन्छ भनेर त मैले पहिलेदेखि मैले सतर्क गरेको होइन यस्तो नगर नराम्रो हुन्छ कि भन्दाखेरि त्यति बेला चाहिँ कहिले बुद्धिमा बिर्को लाएर बस्ने तपाईँले भन्नुभयो हाम्रो काम छैन भन्नुभयो तर हाम्रो अगाडि माइतीको अगाडि तपाईँले गरेपछि हामी माइतीले हेर्ने मैले ज्यान मारेको छैन कतिजना छोरा ज्यान मारेको भएदेखि अर्को कुरा हुन्थ्यो होइन अब तिम्रो नबोला अनि खुकुरी किन खोज्यो भन्ने कुरो चाहिँ भएको थियो अब खुकुरी कसले खोज्यो के खोज्यो त्यो मलाई थाहा छैन है त्यो चाहिँ मलाई थाहा छैन थाहा हुन्छ त्यस्तो कुरा त त्यसो नभन्नु त्यस्तो नगर्नु नगर नगर्नु ज्वाइँले त्यस्तो कुरा नगर्नु आफ्नो परिवारसँग श्रीमती भयो नि मलाई पनि थाहा छ क्या छेमा मलाई पनि थाहा छ मेरो बुढी हो मेरो छोराहरू हो अब उनीहरूलाई पाल्नुपर्छ भने मलाई पनि थाहा छ तर मैले पनि त के गर्दैछु भने उनीहरूले पनि त बुझ्नु पर्यो नि त अब मेरो कुरा अब घरमा सल्लाह हुँदैन बुढाबुढीको सल्लाह हुनुपर्छ सल्लाह गर्दाखेरि अब एकतिर ठुस्केर हिँड्ने हुँदै नसुन्ने खालि उसको दिदी बहिनी अनि दाजुभाइ बाबुमाइतीको मात्रै उ गर्ने कुरा गर्ने अब बाबुमाइतीको मात्रै कुरा सुन्ने त्यस्तो त भएन नि भन्छन् त यहाँ आएर बसेको छस् दुईपट्टि खर्च खेप्नु सक्दैन रमेशले त यहाँ खुसीले आएर बसेको तै गर भन्नुहुन्छ आमाले पनि हो नि त हो यो पनि त्यसै भन्छ किन होइन त हो नि दुईटा नानी चाहिँ मेरो मात्रै हो त त्यही त मेरो पनि हो मैले होइन भनेको छैन यस्तो के जहाँ बस्ने घर हुँदा हुँदै अन्त ठाउँ गएर बसिँदैन के त्यस्तो होइन होइन बस्ने ठाउँ नहुँदा पो भाडामा बस्ने हो त बस्ने ठाउँ हुँदाहुँदै किन भाडामा बस्ने आफ्नो घर हुँदाहुँदै बस्ने ठाउँ हुँदाहुँदै अब भाडामा गएर अन्त गएर भाडामा गएर बस्छ भने त्यो अलग कुरा हो नि त्यस्तो बालबच्चा खुसी छैन भने त घर हो लो भयो होइन घरमा बसेर पनि गरी खाने हुन्छ नि त होलुमा बस किन बुढोको कुरा खुसीमा बस्नुको लागि त बुढोको कुरा पनि त सुन्नु पर्यो नि त बुढीले बुढोको कुरा पनि सुन्नुपर्छ क्या बुढीले बुढोले के भन्दैछ अब म अरबपति त होइन नि ज्यामी काम गरेर खाने मान्छे हो बनिपुत गरेर खाने मान्छे हो अब यस आरामको त्यो जिन्दगी त खोजेर त भएन नि त मिलाएरै बस्ने हो क्या मैले दुई पटकसम्म बिग्रिँदाखेरि मैले मिलाएर बस्नुको लागि ट्राई गरेको मिलेर बसेको पनि हो अहिले आएर अब बाबुमाइतीको आडमा बस्ने अनि त्यसपछि अनि यस्तो भन्दै अब बुढोले के भन्यो भने कुरै नसुन्ने खालि बाबुमाइतीको अब दिदीबहिनीको मात्रै कुरा सुन्ने अनि त्यता मात्रै लाग्ने भएपछि हुन्छ अब मैले त अब केही गर्दा पनि नहुने चाहिँ अनि लास्टमा अहिले म अनि आएर म चुप लाएर बस्नु पर्यो हो कि गरौँ त्यसरी के म आफ्नै अवस्थामा हस्पिटलमा त तड्किरहँदा पनि ए चिसा आउनु न चेम्टा साह्रो बिरामी हुनुहुन्छ भन्दाखेरि होस् त्यसको सबै उता त्यसको उयो आफ्नो मान्छेहरू छँदैछ मलाई केही न केही भनेर नआएको त्यत्रो हो यति बेला त्यस्तो कुरा याद आउँदो रहेछ पनि आएको हो के
मैले के भनेको थिएँ अब हामी घर बारे एक भइसक्यो बाउ माइतीको उ गर्नु हुँदैन बाउ माइती चाहिने बेलामा बाउ माइती पनि खोज्नुपर्छ त्यस्तो कुरा होइन के त्यस्तो कुरा होइन त्यस्तो कुरा नगर बुझिस् त्यस्तो कुरा अब छोरी मान्छेले जे बोले पनि त्यो सधैँ हुन्छ भने अब कानुनमै छ होइन त्यही भएर अब मैले के भन्नु अब त्यस्तो ल चाहिएन के चाहिएन त सधैँ होस् चाहिएन मलाई अब कागज गर्ने अब अलग अलग भएर बस्नु त्यही हो के गर्नु मैले जति गर्दा पनि भएन अब देख्दैन यताबाट सुन्यो उताबाट सुन्यो अनि मैले कुरा केही गरेँ भने अब दाजुभाइ दिदीबहिनीको कुरा सुन्ने अब म त छैन न म अब न बिचमा न म छेउमा कुरा सुन्ने भएको तपाईँसँग यसरी अहिले के तपाईँहरू दुईजना यसरी सँगै बस्नुहुन्थ्यो त अगाडि नै छुटेर यत्रो वर्ष तपाईँ यत्रो यो समय हराउनु भयो यहाँ नानीहरूलाई मैले पनि त भनेको नि 3 वर्ष अगाडि नै मैले भनेको हामी मिलेर बस्न सक्दैनौँ अब मैले भनेको मान्दिनस् अब यस्तो गर्छ भने कानुनी रूपमा छोड्न यसरी छोडिन्छ ल अर्को आफै गरेर खा भनेर हुन्छ कानुनी रूपमा पो हुनु पर्यो नि त कानुनी रूपमा हुनु पर्यो कानुनी रूपमा नगर्नुको कारण के जस्तो लाग्छ थाहा छ नानीहरू भयो नानी यसको मात्रै होइन के नानी मेरो पनि नानी हेर्ने कर्तव्य त म छँदैछु नि नानी म हेर्छु यसलाई किन टेन्सन बाउ म हो है तिमीहरू बाहिर नबोल म मेरो बच्चालाई म पाल्छु के नकर अहिले बाउ माइतीको आडमा छ अनि जे पायो त्यही हुन्छ त्यस्तो सानो उयोमा त्यो अवस्थामा दिल्ला छोडेर जाने तपाईँ अहिले आएर तपाईँले मेरो नानीको उयो पर्दा म गर्छु बच्चाको कारणले फर्केर आएको बुझिस् त्यो कारण बच्चाको कारणले फर्केर आएको आफ्नो खुन हो माया हुन्छ त्यही भएर फर्केर आएको नत्र मलाई फर्केर आउनु कुनै रुचि इन्ट्रेस्ट थिएन गुहार्नु त परिहाल्यो नि अब घरपट्टि अब सासू ससुरा अब बुढा अब घरतिर कोही पनि नचाहिने मेरो कोही पनि छैन भन्ने केही चाहिँदैन भन्ने अनि आफूले नगरिकन कसले गर्छ त डाँडावारी तैँले खुट्टा भाँचेर राख यसलाई खोले खुवाउँदै राख्नुपर्छ भनेको दिनहरू म त्यहीँ बसिराखेको भए तिमीहरूले मलाई राख्थ्यौ मलाई उहिले मारेर फाल्थ्यौ तिमीले के भनेको त्यही त अब यही बस्ने त अब यही बस अब आफ्नै खुसीले गरी खा अब रानी भएर बस अब म अलग भएर जान्छु यस्तो के अरूलाई मात्रै सोध्दैन आफ्नो मान्छे कस्तो छ भनेर त्यहाँ पनि अलिकति विचार गर्नुपर्छ हेर्नुपर्छ कि अरूलाई मात्रै अरूलाई अङ्गाएर मात्रै हुनुहुन्छ आफ्नो मान्छे कस्तो छ भनेर त्यो पनि विचार गर्नुपर्छ त्यसरी शारीरिक रूपमा तपाईँले टचर दिनु त भएन नि त यसरी गर्दाखेरि सुन्नु अनि एउटा शब्द के जहिले पनि यस्तो मारेर हिँड्छु जहिले पनि मारेर हिँड्छु त्यस्तो बोल्नु हुँदैन कि पहिले बोल्नु हुँदैन म त उसको जीवन साथी हो नि त नानी भनेको उसको आधार होइन भोलि बढेर बच्चाहरूले त हामी बाबुआमालाई उयो गर्ने हाम्रो आधारै त्यही बच्चाहरू हुँदैन अन्त बच्चाहरूलाई रिसले कुट्ने ओ गर्ने अनि चाहिएको कुराहरू चाहिँ नसिकाउने अनि खालि जहिले पनि नराम्रो कुराहरूलाई चाहिँ उसले खालि फलो गर्छ राम्रो कुरालाई कहिले फलो गर्दैन बच्चाहरूलाई पढाउनु आउनु छोराहरू पढ भन्नु होइन बच्चाहरूलाई मैले पढाउनु खोज्दाखेरि ए तेरो बाउले नराम्रो सिकाउँछ तेरो बाउले तँलाई सिकाउँदै यता आइज तेरो बाउले जान्ने तेरो बाउ पढेको छैन भनेर भन्ने चाहिँ को ए तेरो कसम छोड्दे तेरो कसम तैँले के अब तेरो कसम छोड्दे के तैँले कति सच्चो बोल्छ कति झुटो बोल्छ भने मलाई थाहा छ होइन अब त्यस्तो नभएर एउटा मलाई खाजा पुऱ्याउनु जानु भन्दाखेरि तपाईँको खुट्टा दुखेर आउने मान्छे हो क्या त्यो कुरा मैले सुनेको मान्छे हो नि तपाईँलाई घाम हुने एउटा उयो हुने तपाईँलाई अहिले आएर नानीको बर्बाद भन्ने कुरा आउनुहुन्छ तपाईँले यसरी नकर बाहिरको मान्छे नगर जे कुरा हो त्यो कुरा सत्य कुरा त बोल्नु पाइन्छ नि भएन पाइँदैन त्यो बेलामा म बिरामी थिएँ तिमीहरूले हेरेर गर थाहा हुन्थ्यो तिमीहरूले हेरेर म बिरामी छ कि थाहा हुन्थ्यो डक्टर हो त्यही बिरामी छु सक्दिनँ भनेर त मैले भनेको थिएँ बुढीलाई
चाहिँ नभन्नु नि फेरि सिधै राम्रो मुखले बोल्ने चाहिँ भेना फेरि कुरा छलफल हो यो यो लाइफ स्याप गरेर काम छैन नि भेना यस्तो अरूले गर्नु बोले कुरा के भन्ने छ अब मेरो लागि भन्ने छ कि अरूको लागि भन्ने छ कि हो भने होइन मेरै लागि भनेको हो तर मैले पहिला के भयो यहाँ भएको कुरा के हो त्यो त मैले प्रस्ताउनु पर्यो नि त मैले प्रस्ताउने मैले भन्ने अनि त्यसपछि अनि चारजना मान्छेले अनि यस्तो यस्तो भएको रहेछ के अनि त्यसपछि बोल्ने हो कि एकैचोटि मेरो कुरा अब नसुनिकन आएर बरङ बोलेर मात्रै त हुँदैन नि अनि किन बच्चालाई त खुकुरी खोज्नु त खुकुरी ल्याउनु खोज्यो भन्दाखेरि चाहिँ रिस उठ्छ भन्छु खै त खुकुरी कसले निकाल्यो कहाँ छ खुकुरी खै कसले निकाल्यो कसले दिन्छ त्यसो कसले खुकुरी तान्यो कसले खुकुरी निकाल्यो कसले खुकुरी खोज्यो नचाहिँदो कुरा अरू मान्छेले तल त्यतिकै आएर यो भन्यो बाहिरको यहाँको मान्छे के सुन्छ नि अरू सबले एकछिन अहिले माथि झुन्ड्यायो पनि भन्छस् तैँले त बेर लाउँदैनस् सानो नानीले त ढाक्दैन नि होइन सानो नानीले त देख्छ नि त ए उनीहरू त जे भन्यो त्यही भन्छ नि उनीहरू जे भन्यो त्यही मान्छ नि भन्छ हौ। हो नि त उसलाई कसरी सिकाएको तपाईँको अगाडि छुनु सिकाएको छ उसलाई कसैले उसले कुद भन्छ मामुलाई यसरी गाडी ल्याएर यसरी फ्याँकिदिनु भयो भन्दैछ उसले के उयो गरेर बोलेको त होइन मैले त केही पनि भनेकै थिइनँ हौ मलाई त उयो बाबुलाई पो मैले त्यसरी नपुट भनेर भनेको त उल्टै मलाई यहाँ समातेर यसरी पछाडि उहाँबाट गएर यस्तो ढाडमा के ठोकिएर म त हुरुकै गएँ अनि त भाइ आइज म त मरे हौ भने म त सलक्कै गइसकेको थिएँ बोल्नै नसकेको अनि फेरि किन यसो गरेको त भेना भनेर यस्तो होइन कि मैले त्यस्तो कुट्ने पनि केही पनि गरेन मैले बच्चाहरूलाई डर देखाउनको लागि बच्चालाई काउ फ्री छोड्नु हुँदैन बच्चाहरू मेरो दुइटै बच्चाहरू बिग्रिसकेको छ किनकि अब मैले करायो भने आमा चाहिँ उफ्रिन्छ मैले यस्तो नगर बच्चाहरूलाई डरमा राख्नुपर्छ एकजना मैले बच्चाहरूलाई ठुलो छोराले करायो भने आमा चाहिँले मलाई ठाडै खान्छ र अनि बाउलाई चाहिँ के भन्छ बाउलाई चाहिँ यो पनि सुँगुर बाउ अब कुकुर बाउ यो दुइटैले भन्छ सिकाउने त यही हो आमा चाहिँ नै हो मैले त्यस्तो यो नराम्रो हो यस्तो भन्नु हुँदैन भन्दाखेरि अनि खालि सुँगुर बाउ कुकुर बाउ यस्तो भन्ने त्यस्तो कुरा होइन त्यस्तो कुरा तिमीहरू बाहिरको मान्छेले नसिकाऊ क्या बाहिरको मान्छेले नसिकाऊ मेरो घरमा के ताक्छ तिमीहरू बाहिरको मान्छेले नगर छोराछोरीलाई कुट्नु सिकेको छौ मैले के पनि भनेको थिएँ बाउले कुट्नु भन्दा पनि आमाले कुटेको चाहिँ छिटो बिर्सिन्छ बाउले कुटेको चाहिँ ढिलो बिर्सिन्छ यिनीहरूले भनेर मैले तिमीलाई कतिचोटि सम्झाउँछु अब सम्झिरहेको छ सधैँ जिन्दगीभरि ए तिमी त खुसी छौ तिमी खुसी हुँदा हामी चाहिँ रुएर बस्छौँ कुनामा अब खुसी भएर बस्छु कि रुएर बस्छु कि अब तेरो इच्छाको कुरा हो नि अब मैले तँलाई कुनामा टाँस्नको लागि तँलाई सधैँभरि रुएर बस भन्नको लागि गरेको होइन मैले अब मेरो स्वास्नी छोराछोरी अब नराम्रो होस् भन्ने मेरो होइन अब तिमीहरू आफै त्यस्तो गर्छौ भने अब भनेको अब राम्रो तरिकाले जाउँ राम्रो गरी खाउँ भन्दाखेरि चाहिँ अब नसुन्ने अलिक खालि बाउमाइतीको मात्रै कुरा सुनेर अनि बुढाको कुरै नसुन्ने अनि त्यसरी के गर्ने त नि मैले अनि त्यस्तो हाम्रो बाहुबली सर यहीँ हुनुहुन्छ ल अब हामी देउराली चौकीमा जाने पर्यो अब त्यही त बुढाबुढीको घर अब त्यही अब यस्तै हुन्छ ल